निर्वाचन, त्यस पछाडि कक्षा 8 लगायत कक्षा 10 र अन्य कक्षाहरूका वार्षिक परीक्षाका कारण उक्त कार्यक्रम 2083 सालमा सम्पन्न हुन गइरहेको छ। यो 83 सालको 82 सालको रनिङ सिल्ड हामी 83 सालमा यस्तो ठाउँमा गर्दैछौँ जहाँ उत्तरतिर हाम्रो छिमेकी जिल्ला जुम्ला, पूर्वतिर हाम्रो छिमेकी जिल्ला डोल्पा र पश्चिम र दक्षिणमा आफ्नै जिल्लाका पालिकाहरू रहेको साकुरे लेक हिमाल र कराइचुली हिमाल, शिल्पाचौर र रानीडाँडा जस्तो ऐतिहासिक भूमि जहाँ विश्वको यो प्रमुख जनावर मध्ये पर्ने रेडपान्डा राम्रे र यो मुलुकमा 2वटा जिल्लामा मात्र पाइने गोल्डन क्याट र डाफेर मुनाल नाच्ने बारेकोटमा यो 16औं राष्ट्रपति रनिङ सिल्ड सम्पन्न गरिरहेका छौँ। त्यति मात्र होइन, जडीबुटीको खानी, फलाम खानी, विभिन्न ताल तलैया र भावी दिनमा विकास पश्चात यहाँ नलगढ जलविद्युत हाइड्रो पावरले जलाशय युक्त हुने यो ठाउँ जहाँ देवराज सिंह, वीरबहादुर गिरी जस्ता पुत्रहरू जन्माएको ठाउँ, यो जन्ते लेकको काखमा अवस्थित कार्की जिल्लामा उपस्थित हुनुभएका तपाईँ यो कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण अतिथिगण, खेलाडी, विद्यार्थी साथीहरू र स्थानीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म फेरि पनि हार्दिक जिल्ला खेलकुद समितिको तर्फबाट हार्दिक स्वागत गर्दै यो कार्यक्रमलाई औपचारिकतापूर्व लिन गइरहेको छु। जुनसुकै कार्यक्रमको औपचारिकता सुरु गर्नुभन्दा पहिला उक्त कार्यक्रमको सभा कक्षको आसन ग्रहण गराउनु पर्ने हुन्छ। त्यसकारण यो 16औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन समारोहको सभा अध्यक्षको आसन ग्रहण गरिदिनु होला। म जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत याङ्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला। प्रदेश सभा सदस्य, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री आदरणीय देवराज सिंहज्यूलाई म प्रमुख अतिथिको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला यस बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला छिमेकी पालिका सराघाट नगरपालिकाका उपप्रमुख आदरणीय चन्द्रबहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर म आसन ग्रहणलाई जोड्ने क्रममा म राजनीतिक दलका प्रमुख प्रतिनिधिज्यूलाई आसन ग्रहण गराउन गइरहेको छु। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका जिल्ला प्रमुख एवं प्रतिनिधिज्यूलाई यो कार्यक्रममा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरेर यो कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन नेपाली कांग्रेसका प्रमुख एवं प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन नेकपा एमालेका प्रमुख एवं प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर यो कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन नेपाली कम्युनिस्ट पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरेर नेकपा बहुमतका प्रमुख एवं प्रतिनिधिज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर
अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख आदरणीय दलबहादुर पुन्जुलाई हार्दिक अनुरोध गर्दछु। दलबहादुर पुन्जुलाई यसै गरेर बारेकोट गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख खगेन्द्र बोराज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर म अब विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखज्यूहरूलाई आसन ग्रहण गराउन गइरहेको छु। आसन ग्रहणका लागि यस बारेकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर मल्लज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद कुमार विष्टज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर छेडागाउँ नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम नेपालीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर कुसे गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर रावतज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर नलगार नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुन्जुलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर शिवालय गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओम बहादुर नेपालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर जुलीचाँडे गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरेर म यस पालिकाका वडा नम्बर 1 का अध्यक्ष एम बहादुर गिरिज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर 2 नम्बरका वीरबहादुर गिरिज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। 3 नम्बरका रामबहादुर सिंहज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर 4 नम्बरका विष्णुबहादुर रावतज्यूलाई हार्दिक अनुरोध गर्दछु। 5 का गोरखबहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। 6 का डम्बरबहादुर मतराज्यूलाई हार्दिक अनुरोध गर्दछु। 7 का विशाल किरण बस्नेतलाई हार्दिक अनुरोध गर्दछु। 8 का योगेन्द्र बहादुर सिंहज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु र 9 नम्बरका दानबहादुर साईज्यूलाई पनि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरेर छेडागाउँ 13 नम्बरका अध्यक्ष मोतीलाल खत्रीज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर विभिन्न पालिकाबाट उपस्थित हुनुभएका खेल प्रशिक्षकज्यूहरू र विभिन्न सर म्यामहरू रेफ्रीहरूलाई म आफ्नो ठाउँमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर यो गेम राष्ट्रपति रनिङ सिल्डमा आफ्नो महत्त्वपूर्ण निर्णयका साथ यो गेम सम्पन्न गर्न आउनुभएका रेफ्रीहरू मनोज विक्रम शाह, विवश विक्रम शाह, निरज राणा, भक्तबहादुर शाह लगायत सम्पूर्ण रेफ्रीहरूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरेर रामीडाँडा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर राष्ट्रिय प्रशिक्षक राजु राजा सिंहज्यू, नेपाली स्काउटका राष्ट्रिय प्रशिक्षक राजा राजु सिंहज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर देशदृष्टि.com का संवाददाता चित्रबहादुर बुढाज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु र अतिथि आसन ग्रहणको कार्यक्रमलाई म यहीँनिर बिट मार्दै फेरि पनि अतिथिहरू आएको जानकारी प्राप्त भएमा म उक्त कार्यलाई जोड्ने अनुमति लिँदै यो कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु।